वेलकम बैक गाइज, वेलकम बैक। आज म फेरि तपाईहरु समक्ष आइ नै सकेको छु। आज भने म तपाईहरु समक्ष एउटा छोटो क्लिप लिएर आएको छु, जुन चाहिँ म एउटा भिक्टोरिया पार्क भन्ने एरियामा आएको छु अनि यसको भिजिट गर्दैछु। अनि यो चाहिँ कस्तो रहेछ भनेर सानो क्लिप चाहिँ तपाईँहरूलाई देखाउने छु है। अनि सबभन्दा पहिले तपाईँलाई मैले यो भने कि भिक्टोरिया पार्क चाहिँ लन्डनबाट 160 माइल अवे टुवर्ड्स द नर्थ होइन, सिचुएटेड द मिडल्यान्डमा पर्छ, स्टाफोर्डसायर भन्ने ठाउँमा होइन। अनि यो सानो छ होइन, अनि सुन्दर छ, अनि कस्तो रहेछ भनेर हेर्नु है त। अनि यो डाइरेक्सन यता पर्छ। लेट्स स्टार्ट देयर। गेट आयो, यो गेटबाट चाहिँ यो कन्टिन्यू 8-9 बजीसम्म चाहिँ खुलाउँछ। यो चाहिँ ढिलै रहेछ, त्यसले गर्दाखेरि म चाहिँ पस्छु है साथी है, पस्छु होइन। यस्तो तरिकाले पस्नु पऱ्यो, यस्तो तरिकाले पस्नु पऱ्यो। अलिक हल्लियो जस्तो छ होइन। अनि अल द वे यहाँ छ भने कहाँ जाने होइन, म्याप। अनि के रहेछ, के गर्नु नहुने भन्ने चाहिँ यहाँनिर रहेछ होइन। के ल्याउनु नहुने, अल्कोहल खानु नहुने होइन। अनि कुकुरहरूलाई चाहिँ खेलाउनु चाहिँ छोडिदिनु नहुने होइन। अनि थुप्रै कुराहरू रहेछ क्या नगर्नु पर्ने चिज। अनि यहाँ चाहिँ यो एरियामा के पाउँदछ भन्ने सम्पूर्ण चाहिँ होइन यहाँ छ होइन। अनि यसमा चाहिँ सिसिटिभी पनि छ, त्यसले गर्दाखेरि एकदमै सावधान हुनु होला भनेर पनि लेखिएको छ है। त्यही छ है। अब चाहिँ लाग्नु है त। अघि नै मैले भनिसकेँ त्यो म्याप छ, त्यो म्याप यो म्याप अनुसार अब हामी चाहिँ जाने अल द वे बाटो होइन। स्नोली राम्रो छ क्या होइन। सोरी हेर्ने हो भने कहाँ जान्छ भने तलतिर चाहिँ खोला, अनि अल द वे त जान्छ भने सिट होइन। यहाँनिर हेर्छ भने चाहिँ यो किसिमको बर्डहरू पाउँछ होइन। अनि यसलाई चाहिँ के गर्नुपर्छ भनेर होइन। अनि यो जति पनि यो हाँसहरू छ, यो हाँसहरूलाई चाहिँ केही पनि चारोहरू फिडिङ गर्नु हुँदैन भनेर चाहिँ लेखेको रहेछ। अनि स्टाफोर्ड बर्ड्स काउन्सिल भन्ने ठाउँको है यो चाहिँ अल द वे। अब यसरी चाहिँ यहाँ जाने हो होइन। कति राम्रो छ चाहिँ होइन। त अल द फुलहरू, वाह क्या राम्रो फुल देख्नुभयो होइन। ओ फुल देखाएको थियो नि होइन, कस्तो राम्रो फुलहरू चाहिँ। लुक एट दिस, लुक एट दिस, लुक एट दिस भयो नि होइन, कस्तो राम्रो फुल चाहिँ होइन यहाँ। अनि यहाँ पनि छ होइन अल द वे। अनि मसिनो यो बस्ने सिट छ यहाँनिर, कुनै पनि मान्छेहरू यहाँ बस्नु सक्छ अल द वे। लुक एट दिस एन्ड वो नाइस वान, नाइस। कति मजाको चाहिँ देखिँदैछ। मान्छेहरू चाहिँ उताबाट आउँदैछ होइन। यसमा चाहिँ अल द वे होइन। यो सानो सानो रुखहरू होइन, सानो सानो बुस टाइपको फुलहरू होइन। वड नाइस होइन। गार्डन त हो यो भिक्टोरिया पार्क भन्ने। अघि पनि मैले भने 160 माइल अवे होइन, टुवर्ड्स द नर्थ फ्रम द लन्डनबाट पर्छ। आज सन्डे हो, तर अहिले अलमोस्ट 5:30 बज्यो। मान्छे त्यति धेरै छैन होइन। थोरै मात्र मान्छे छ, त्यति साह्रो क्राउडेड हुँदैन यो एरियामा, किनभने यो अलिकति कन्ट्री साइडमा पर्छ होइन। कति राम्रो फुल है। लुक एट द्याट होइन। लुक एट दिस, लुक यो पनि हेर्नु होइन। एब्सोल्युटली नाइस वान। अनि म चाहिँ त्यो डाइरेक्सनतिर कन्टिन्यू जाँदैछु होइन, जाँदैछु। त्यसमा चाहिँ कति राम्रो गार्डन चाहिँ रहेछ। गार्डन देख्नुभयो नि हेर्नु साथीहरू, यता पनि गार्डन, उता पनि गार्डन, वड नाइस होइन, ग्रिनी होइन अल द वे है। लुक एट दिस होइन, कति मनमोहक छ क्या एकदम। आज क्वाइट पनि रहेछ, मान्छे त्यति धेरै छैन होइन। त्यसले गर्दाखेरि कन्टिन्यू म त्यो डाइरेक्सनतिर लुक एट द्याट होइन, फुल होइन। यहाँ चाहिँ यस्तो तरिकाको छ क्या
अनि यहाँ चाहिँ यो कहिले बनेको भनेर यो मेमोरी ब्रायन स्मिथ भन्नेको मेमोरीमा चाहिँ यो कसैले एउटा सानो स्तम्भ राखिएको रहेछ होइन। यस्तै तरिकाले यो बस्नु के अरे सानो गार्डन अल द वे होइन। अब यहाँ कति राम्रो फुल आयो के, कति राम्रो फुल आयो अल द वे, लुक एट द्याट होइन। ओ डिया 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 डिया। अनि यसरी आउँछ भने चाहिँ अल द वे बर्ड्सहरू होइन। यो होइन कति मजाको चराहरू के, यो चाहिँ परेवाहरू होइन, अल द वे परेवाहरू ल फुल। अनि यहाँ चाहिँ लुक एट दिस, मैले अस्तिको भिडियोमा पनि मैले देखाएको थिएँ, यो एक प्रकारको खरले छाएको चाहिने होइन ग्रास रुफ हो, ग्रासबाट छाएको। तर यसमा छाउनु चाहिँ एउटा भिन्नता चाहिँ के छ भने अलिकति ठिक छाएर होइन, लुक एट द्याट होइन। त्यहाँनिर चाहिँ उला छ क्या, यहाँनिर चाहिँ माथिबाट चाहिँ तारले कभर गरेको छ होइन, त्यसले गर्दा कति राम्रो छ। अनि अल द वे ह्याङ्गिङ फ्लावर्स होइन, सरी अल द वे। अनि उता बस्ने सिट्सहरू होइन, तर खाली छ, आज मान्छे त्यति धेरै छैन होइन। ओ जिया, त्यहाँनिर त्यो एउटा कस्तो किसिमको चराहरू छ क्या, आई डोन्ट नो यो चरा किन उड्यो है, उड्यो होइन। लुक एट द्याट, उडिरहेछ उड्यो। That's gone that side. Have a look this way. All the way. And the pool. And oh, that's a nice garden on the other side. अनि त्यहाँ एउटा सानो पुल छ, त्यो पुल चाहिँ नि होइन, यो बाटो र उतापट्टि जान्छ क्या, दोहोऱ्यामा जान्छ होइन। अनि उतापट्टि क्रस हुन्छ। अनि अल द वे एकपल्ट चाहिँ यहाँ कति धेरै चाहिँ के भन्छ परेवाहरू रहेछ के। लेट्स लुक द परेवाहरू है, लेट्स लुक द पिजन, हाउ मच पिजन एन्ड होइन, हाँसहरू पनि रहेछ होइन। हेरौँ है हाँसहरू देख्नुभयो नि होइन साथीहरू, हाँसहरू परेवाहरू अल द वे होइन। लुक एट द परेवाहरू हेर्नु जाउँ है त, परेवाहरू होइन। यी धेरै चाहिँ छ क्या, यी धेरै चाहिँ ल हो जाँदैन कि कति मजा धेरै भएको ल। Look at that, look. How nice it is, होइन। यी धेरै चाहिँ छ क्या होइन, कति धेरै लोक त। अनि त्यहाँनिर त खेलिरहेको छ होइन, अल द वे होइन, कति मजाले खेलिरहेको छ। मान्छेहरू चाहिँ होइन किड्सहरू यहाँ चाहिँ विभिन्न डाइरेक्सन, कता कहाँ जान्छ भनेर पुरा देखाइएको छ कि। यही डाइरेक्सन अनुसार चाहिँ हामी यता जाने हो। त्यहाँ चाहिँ माथि एउटा पार्क छ, चाहिँ पार्क होइन, त्यहाँनिर चाहिँ एउटा गार्डन छ, त्यो छानाभित्र जाने है हामी चाहिँ। ओके, यहाँनिर तपाईँहरूले देख्नुहुन्छ कुन किसिमको चराहरू पाउँछ होइन। यो भयो हाँसहरू भयो होइन, कुन किसिमको वेल्लाहरू पाउँछ भने यहाँ फुल्ली चाहिँ नै ब्रिफ दिएको छ होइन। त्यही अनुसार चाहिँ हामीले खोज्दै जाने हो। यो पनि पाउँदो रहेछ, यो लोक एट दिस। हो र यहाँ छ भने चाहिँ यो केज छ, यो केजभित्र विभिन्न प्रकारको मसिनो चराहरू छ क्या, लुक एट द्याट होइन। अनि सानो कराइने छैन होइन, लुक एट दिस है ल, उडिरहेको छ। यसमा पनि त्यस्तै तरिकाको होइन, र चाहिँ विभिन्न चराहरू छ क्या।
या फेरि पनि म आइसकेको छु। अहिलेको चाहिँ हाफे थ्रु भयो। फेरि पनि म यो चाहिँ नि केजको अगाडि अथवा यो होइन यो चराको केज छ यो केजको साइडमा छु। यहाँ चाहिँ कस्तो कस्तो किसिमको चाहिँ चराहरू पाउँदछ यो केजभित्र भन्नु चाहिँ यहाँनिर हेर्छ भने चाहिँ लुक एट द्याट सानो चरा उड्दैछ होइन। सो मेनी छ क्या यहाँनिर। सो मेनी लुक एट द्याट यहाँभित्र हेर्नु त उडिरहेको छ हौ होइन। सानो कराउँदैछ होइन हौ। समेनी प्रकारको छ के भित्र छ तर त्यति राम्रोसँगले देखिएको छैन होइन। चराको सुन्नुभयो नि होइन यो भित्र यहाँनिर पुरा यो केक छ होइन केकभित्र छ नि त हौ। त्यसले गर्दाखेरि अल द वे यता राउन्ड ट्रिप लगाएर हेरौँ हामीले होइन। टाढा हेर्दै जाउँ है त टाढा हेर्दै जाउँ अल द वे होइन। यो केज भयो फेरि आयो होइन अल द वे फुलबारी। यहाँबाट चाहिँ पुरानो यो के अरे मोटो छ क्या यो के अरे यो सामानहरू सार्ने होला है यो पहिले बनाएको। यो अनुसार चाहिँ यहाँबाट काट्यो फेरि अर्को फुलबारी चाहिँ आयो। बिस्तारै अब यो फुल हेर्दै हेर्दै चाहिँ नि फेरि त्यहाँनिर छ बोटानिकल गार्डन त्यो खानाभित्र चाहिँ जाने हो क्या हामी चाहिँ। बिस्तारै जाउँ है त्यहाँनिर त के पाउँदो रहेछ कस्तो कस्तो फुलहरू हुँदो रहेछ भनेर होइन। त्यो एरियामा चाहिँ कस्तो कस्तो फुलहरू चाहिँ रहेछ चाहिँ नि होइन भनेर चाहिँ हामी त्यो घरभित्र जाने क्या त्यो चाहिँ होइन। के अरे सिसाको रुख भएको घर छ होइन। अब यतातिर चाहिँ हामीले अलिक केज छोड्यो। त्यो केजमा चाहिँ त्यहाँभित्र पुरा चराहरू चाहिँ मसिनो चराहरू कराउँदैछ नि होइन। चराहरू छोडिसक्यो हामीले होइन। अब हामी चाहिँ यहाँनिर योमा जाने के होइन। अनि यसमा अब बस्नुपर्छ हामी चाहिँ हेरौँ है त कस्तो रहेछ। होइन यो यतापट्टि चाहिँ बन्द भइसकेको छ गर्न खोजेको। यो चाहिँ अघि चाहिँ लक भइसक्यो त आज चाहिँ सन्डे भएर होला प्रायः होइन। त्यसले गर्दा हामी गएनौँ होइन। यहाँ चाहिँ पुरा भित्र होइन पुरा फुलबारी छ क्या यस्तो पुरा ग्रिन हेर्नु त। यसको टेम्परेचर चाहिँ युज गरेर बनाएको छ। त्यसले गर्दाखेरि हामी भित्र पसिएन। अनि अल द वे अब फेरि हामी ब्याक टु त्यहाँ चाहिँ त्यो बर्ड केजमा गएर भिडियो चाहिँ अन्त गरिन्छ है त। लेट्स गो होइन। फोहोर फाल्ने ठाउँ छैन होइन। अनि त्यो पुरा उतापट्टि हेर्छ भने यो अफिस हुनसक्छ होइन। अनि अल द वे फेरि अब हामी आयौँ बर्ड पार्कमै होइन। बर्ड पार्कमा हेरौँ फेरि त त्यो चराहरू कस्तो रहेछ भनेको छ। चराहरू चराहरू छ होइन। आए के किसिमको चराहरू पाउँछ राम्रो यो पाउँछ होइन। दोषको काठ होइन। अनि मान्छे पनि यहाँ बसिरहेको छ एक दुईजना होइन। यो रुख होइन अल द वे यही तरिकाको छ क्या होइन। त्यसले गर्दाखेरि आज चाहिँ एउटा मिसन चाहिँ कम्प्लिट भएन। त्यही पनि आज हामी यो डाइरेक्सनमा चाहिँ जाने हो। यो डाइरेक्सनमा जाउँ अनि हाम्रो भिडियो चाहिँ अन्त हुनसक्छ भनेपछि मान्छे पनि बसिरहेको छ अलिकति होइन। अनि अब ल त्यहाँ कति राम्रो फुल चाहिँ रहेछ क्या। फुल चाहिँ हेर्नु त फुल अर्कोपट्टि हेरौँ है त। अर्कोपट्टि लुकली नाइस होइन। हेर्नु त हेर्नु पनि हेर्नु होइन। यो
Look at that. Look at that. Look at that. यति भन्दै अब मेरो आजको यो छोटो भिडियो थियो हैन। एउटा मिसन थियो यहाँभित्र चाहिँ नै पसेर हेर्ने। यो चाहिँ नि आज सन्डे भएकोले गर्दाखेरि यो चाहिँ के भन्छ क्लोज भइसकेको रहेछ अथवा यसलाई चाहिँ हैन। त्यसले गर्दाखेरि त्यो मैले देखाउन सकिनँ। फर्दर अर्को भिडियोतिर चाहिँ नि देखाउँ। यस्तो छ चाहिँ नि हैन। त्यसले गर्दाखेरि all the way हैन, all the way चाहिँ नि आजको मेरो छोटो भिडियो चाहिँ हैन यो तरिकाले म छोटाउँछु भन्दै फेरि पनि तपाईँहरूसँग म यस्तै भिडियो लिएर आउँछु भन्दै आजको मेरो छोटो भिडियो चाहिँ मैले यही मेरो अन्त गर्दैछु। Thanks for watching. I'll keep coming up similar kind of video again. I say again, this is the Victoria Park, which is situated 160 miles away from the London towards the north, and it's the countryside, which I'm in within the Staffordshire, the middle of the Staffordshire, the Midland. Okay, thanks for watching. I'm coming out similar kind of the video again. Till then, thank you.